गाडी किनेर अनि मालिक भइहाल्यो है। हामी भनेको त्यत्तिकै चप्पलसँग प्लान्ट 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 हिँड राजेन्द्र भने सरर कारमा के आखेबे हौ फिल्मीको एउटा होइन जर्सी किन्यो है जर्सी यहाँ देख्नु धुलाबाडीको गिफ्ट हो हाम्रो राजेन्द्रले किनिदिएको नि फेरि हेलो हेलो एभ्रिवान नमस्ते गुड आफ्टरनुन फ्रम धुलाबाडी। मेरो भाइ मेरो दोस्त राजेन्द्र साउजीसँग भेटघाट भयो होइन। उसकै गाडीमा अहिले चाहिँ सरर धुलाबारी बजार घुमाउँदैछ है मलाई। यस्तो छ है हामी यहाँ अहिले सपिङतिर जाँदैछौँ। मेरो लागि यसो टी सर्टहरू किन्नु पर्ने केल्मीमा जाउँ है ल। केल्मीमा के छ अनि यहाँ हेलमेट सेलमेट कुन्ने ठाउँ छैन इन्डियामा त सोधेको उस्तै उस्तै पर्छ जस्तो लाग्यो हो। पहिला त राम्रो थियो बाटो होइन पहिले राम्रो बनाउँदैछ अब पिचमा यो कच्ची हो यो भत्कायो बढायो थोरै साथी कस्टमरहरू होइन एसीमा सरर लग्यो एसी खायो कम्ता मजा छ हाम्रो राजेन्द्रलाई आनन्द छ नि आनन्दै पैसा कमाइहाल्छ होइन। ए यो चस्मा लगाउँ त यहाँ मेरो ब्लगमा पो आउँछ त भरे अहिले पो देखियो त हिरो यो त पुरै राजेश हमाल जस्तो देखियो नि त अहिले त। हेलो गाइज ल हाम्रो चाहिँ राजेन्द्र पोखरेलसँग भेटेर केल्मीको एउटा होइन जर्सी किन्यो है जर्सी यहाँ देख्नु धुलाबाडीको गिफ्ट हो हाम्रो राजेन्द्रले किनिदिएको नि फेरि राजेन्द्र चाहिँ यता देखौँ अब हामी चाहिँ राजेन्द्रको गाडीमा हामी घुमिराखेको छौँ है आज धुलाबारीमा के लाएर त गान्धी बस त केल्मीको के भन्छ यो सोरुममा यो सोरुमबाट चाहिँ हामी नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी किनिसकेको छु मैले चाहिँ। यो चाहिँ हाम्रो राजेन्द्र सरले किनिदिनु भएको है मलाई गिफ्ट। यस्तो छ हौ गर्नु थाल्यो मेन्दी हौ यस्तो छ है। ए यहीँबाट पो घुमाउनु आँटेको अलि माथि जाउँ न त ल हुन्छ। यत्रो राजेन्द्र सर मेरो राजेन्द्र भाइ यत्रोको अनि पुरै गाडी किनेर अनि मालिक भइहाल्यो है। हामी भनेको त्यत्तिकै चप्पलसँग प्लान्ट 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 हिँड राजेन्द्र भने सरर कारमा के आखेबे हौ यस्तो छ यत्रा पनि होइन। यो बाटो चाहिँ त्यही त पहिला त यस्तो थिएन होइन कहिले भत्कायो यो भत्काएको लगभग 1.5 महिना 2 महिनै भयो। ए यसलाई अब पिच गर्न खोज्दैछ अलिकति व्यवस्थित गर्दैछ। अब कालो पत्र बनाएर चाहिँ यहाँ चट्ट बढायो अलिक ठुलो बनायो अलिक व्यवस्थित गर्छ व्यवस्थित गर्यो 1.5 महिना मात्रै हुँदैछ यो भत्काएको 1.5 महिना 2 महिना जस्तो भयो। ए नेपालमा चाहिँ अलिकति यो काम कार्यहरू चाहिँ अलिक ढिलो नि होइन अलिक ढिलै छ। अब अहिलेको अनि यो सबै चाहिँ अलिक छिटो गरिरहेछ भनिरहेछ छिटो गर्नलाई होइन। अब काम चालु हुँदैछ अहिले अलिकति त्यो युद्धले गर्दाखेरि यो हाम्रो कालो पत्रे गर्नलाई चाहिँ अलिकति यो उसको रेट अलिक बढेको हुनाले अलिक सुस्त भएको छ 2-4 दिन भयो। ए के को रेट बढ्यो यो कालो पत्रे अलकत्राको ए अलकत्रादेखि लिएर पहिलेको भन्दा डबल भएको अनि त्यो अलकत्राको दाम बढ्नुको कारण चाहिँ के हो? त्यो चाहिँ तेलकै कारण धुवानी खर्च अब अलिकति अनि अलकत्रा पनि बाहिरैबाट ल्याउनु पर्छ होला होइन त्यो बाहिरैबाट आउने परेको हुनाले त्यो भएर अलिकति तेल पनि महँगो होइन भएर त्यो भइरहेछ तर हुँदैछ बालिन सरकारले अलिकति अहिले चाहिँ केही गर्दैछ जनतालाई। भनेपछि राजेन्द्रलाई पनि यो अहिलेको नयाँ सरकार प्रति सन्तुष्टि चाहिँ छ नि हो पुरै छ। नत्र यस्तो बाटो देखेर कि अलिक यो चाहिँ पहिलेको सरकारले नि भत्काएको हो अब अहिलेको सरकारले बनाउँदैछ। ल ठिक छ ल है अब हामी यहाँ राजेन्द्र र हामी चाहिँ यहाँ जुस बनाएर खाँदैछौँ है। राजेन्द्रको पावर बढाउनु पर्यो। अब साथीले
हेट भन्छ के बढाउने तिम्रो के बढाउनु भन्दैन त मेरो त त्यसै छँदैछ नि यो चाहिँ के हो यो यो इन्डियन खरबुजा ए इन्डियन खरबुजा यस्तो हुन्छ यो ओहो यता चाहिँ फसल अर्कै तिनटा जुस यता फसल अर्कै हो एउटै ए एउटै हो दामी खालको बनाउँदै जुस बस्नु भन्छ यार ल ठिक छ यो पनि पस्छ होला नि त यो पस्छ ए ल सबै पस्छ ठिक छ ल अब जुस खानेछौँ हाम्रो भान्जी हाम्रो राजेन्द्र सर अनि म हेलो एभ्रिवान अहिले चाहिँ हामी यहाँ मिक्स जुस मगाएर चाहिँ एकछिन गफ गर्दै बसेका छौँ हाम्रो साथी राजेन्द्र पोखरेलसित होइन अनि लगभग अब पानी पनि हामीले मगायौँ पानी पनि आयो अब चाहिँ हाम्रो जुस आइसक्यो फाइनली हाम्रो जुस चाहिँ आइसकेको छ ल सुँगुरको मासु के भने जाने सुँगुरको पाक्दैन भनेर सुँगुरको मासु के भने जाने सुँगुरको पाक्दैन भनेर सुँगुरको मासु पकाएर के खाएर जाऊ न त सुँगुरको मासु भन्दैन हौ उसको के खाएर अब के गर्नु भन्दा यतिसम्म त भेट्न आएछ साथी हो अब यति सम्झेछ यसमै अब सन्तोष मान्नु पर्यो नि मिठो भएन यो अघि भात कहाँ अगायो भनेको खाऊ न तँ त मिठो पनि हुन्छ त मिठो होइन यो त स्वास्थ्यलाई चाहिँ राम्रो हो तिमी त मेरो हाम्रोमा गयो भने तिमीसँग जत्रै साथी छ नि मेरो छोरी खेल्नु हुन्छ नि अनि दाइको छोरी त यत्रो त छ आशिका कतिमा अरे तिमी अहिले ऊ पनि नौमै भयो यत्रै छ अब हामी लाग्यो है 4 सम्म पुर्याइदिने अरे मेरो साथीले होइन अब साथीले यति गर्नु पनि पर्यो नि कि कसो अरे धुलाबाडीबाट ठ्याक्कै 4 सम्म चाहिँ जानुपर्ने भयो अब लाग्यो है तेरो अब 1 वर्ष पछाडि फेरि भेटघाट हुन्छ हाम्रो अनि आउने भनेको होइन भोलि पर्सि त्यही त समय मिल्यो भने आउँछु लगभग मिल्छ जस्तो लाग्दैन होइन अब कतिको के हुन्छ नि सहज अब एक दुई कुराहरू मिलाउनु 1 वर्ष पछाडि आउने कि 2 वर्ष पछाडि अब 1 वर्ष पछाडि आउँछु अब म वर्ष दिनमा एकचोटि चाहिँ आउने नै नेपाल आइरहन्छु गाउँघरतिर आइरहनुपर्छ बेल्ट लाएनस् भनेर कराएको कि क्या हो होइन सिस्टम खोज्छ मलाई बेल्ट किन नलाइदिएको भनेर चाहिँ कराएको हो क्या त्यो केही छैन अब 1 वर्ष पछाडि त भेटघाट भइहाल्छ फेरि ओहो जम्मा यहाँसम्म छोडिदेऊ त्यसको लागि धेरै धेरै धन्यवाद ल फेरि भेट्दै गर्नुपर्छ होइन भइहाल्छ अब तिमी ल। आउनु म त नेपालमै रहन्छु तिमी आऊ अब चाहिँ हाम्रो राजेन्द्रले धुलाबाडीबाट यो 4 सम्म छोडिदिएको छ अब हाम्रो लगभग भेट यति नै हुन्छ जस्तो छ अब भेट सम्भव भयो भने भेटौँला हुन्छ यदि भएन छ भने पनि हामी कन्ट्याक्ट गर्नु कन्ट्याक्ट छँदैछौँ नि त होइन लु राम्रो छ जाउँ ल ल ओके म सामानहरू म लिएर जान्छु ए उता पो सबै निकाल्यो लु जाउँ ल अझै नि हात एकचोटि मिलाउँ लु जाउँ है ल मान्छे भाइ भोलि पर्सि भेटघाट गरौँ ल म बोलाउँछु तिमीलाई ल हुन्छ लु राम्रोसँग जाऊ है ल भाइ ओके